समाजको आगमन हुँदैछ र स्वागत समिति र स्वागत नृत्य तयारी अवस्थामा रहिदिएका निम्ति पनि निवेदन गर्न चाहन्छु। धेरै धेरै सम्मान, धेरै धेरै आभार छ। यो बिचमा विभिन्न मिडियाबाट पाल्नुहुने सकुरा आदर व्यक्तित्वहरूलाई पनि सम्मान व्यक्त गर्दै सृजनशील महिला समूहले पनि सेवा अर्पण गर्नुभएको छ। यहाँलाई पनि म विशेष स्वागत गर्न चाहन्छु। त्योभन्दा पहिला आज श्री गण्डकी सद्गुणीय गायत्री कोटी हो। हामी हरेक नेपालीको गौरव, नेपालीको आस्था, नेपालीको धरोहरका रूपमा हामीले लिएका छौँ। आज सयकुण्डीय गायत्री कोटीमा नेपाली चलचित्र जगतका महानायक, हाम्रो गौरव, हाम्रो शान, नेपाली माटोको परिचान महानायक राजेश हमालज्यू हाम्रो बिचमा बाँच्नु भएको छ। उहाँलाई जोरदार तालीले स्वागत गरिदिनु होला। तल्लो मञ्चमा जाँदै हुनुहुन्छ राधिका हमाल दिदी अगाडि सँगसँगै राजेश हमाल हाम्रो महानायक र सँगै हाम्रा कलाकार जो पवनजीलाई पनि मैले देखिरहेको छु, वरिष्ठ पत्रकार, यहाँलाई पनि विशेष सम्मान छ र मैले यसैमा सबै कलाकार